Hello guys, welcome and welcome back to my YouTube channel. आज चाहिँ म खानाहरु खाइकन पनि दोकान आइकन खाना खाइकन पनि बसिरहेको छु हो। आज चाहिँ मलाई यति प्रब्लम भएको कि मेरो भिडियो पोस्ट नभएर हैन। अनि मैले आज मेरो साथीको घरमा गइकन वाइफाई कनेक्ट गरिकन त्यहाँ पोस्ट गरेको हो। त्यही भएर भिडियो बनाउनु पनि पुरा टाइम लाग्यो मलाई। अन्त दबाई खाएर बसिरहेको छु हो। अन्त बढे कस्तो लाग्यो, कत्रो लामो थियो मेरो कपाल, यति लामो थियो हैन। मैले काटेर चाहिँ यता पुऱ्याएको थियो, आज फेरि यतिको भएछ हो। मजाको बढेको छ, मजाले बढेछ हो। अहिले मात्रै याद गर्दैछु मैले, आज चाहिँ अलिक बढेको जस्तो लाग्यो हो। तर मलाई फेरि कपाल काट्नु मन हुँदैछ, काट्नु चाहिँ हो। अब कहिले मलाई जोस चल्छ कि त्यहाँदेखि काट्छु। जनवरीमा काटेको थियो होला मैले कपाल हैन, जनवरीमा कपाल काटेको थिएँ मैले। तर अहिले जुनसम्ममा त मजाले बढिसकेछ हौ मेरो। हेर्दै गर्नुहोस् मेरो भिडियोलाई। म चाहिँ यहाँनिर मेरो मेहन्दी लगाइदिँदैछ मेरो साथीले हो। उसको पनि युट्युब च्यानल छ नि त, अन्त उसले मेहन्दीको बिजनेस खोल्दैछ हो। अन्त मेरोमा चाहिँ ट्रायल गर्दैछ हो। यो चाहिँ के अरे हो, तेल त्यो हो ल, अहिले लगाउँदै गरेको तेल हो। ए तेल, मेहन्दी भन्दा अगाडि पनि तेल लगाउँदो रहेछ भनेर मैले फर्स्ट टाइम यही पालि मात्रै थाहा छ, मलाई थाहा भयो। है हौ, मलाई थाहा थिएन त मेहन्दी अगाडि तेल लगाउँछ भनेर। यसको डार्क स्टेन आउँछ मजाको। क्या मिठो गनाउँदो रहेछ है। ऊ चाहिँ फेरि दामी लगाउँछ नि मेहन्दी चाहिँ फेरि। ऊ चाहिँ डरलाग्दो मेहन्दी आर्टिस्ट हो नि फेरि। ब्राइडल उयो पनि गर्छ, मेहन्दीहरू पनि लगाइदिन्छ। चाहिँ मैले लगाइसकेको छु तेल। ओइल लगाउनु पर्दो रहेछ। हामी जस्तो लुन्जे फुन्जेहरूलाई यस्तो केही याद छैन। जो आर्टिस्टहरू हुनुहुन्छ उहाँहरूलाई मात्रै याद छ। मैले झन् जिन्दगीमा फर्स्ट टाइम मेहन्दीमा तेल लगाएर मेहन्दी लगाएको चाहिँ मैले फर्स्ट टाइम देखेको। यो चाहिँ उसले आफै बनाएको हो। अन्त यसले चाहिँ अब मेहन्दी लगाउनुपर्छ। देख्छौ कस्तो दामी बनाएछ उनी है। ओके चिसो क्या मिठो बनाएको, मिठो सेन्स है यसको। दामी लु है, के दामी लागिँदो रहेछ। मजाको छ क्वालिटी। दामी नभए हामीले किनेको बजारतिर किनेको मेहन्दी चाहिँ अलिकति डिफ्रेन्ट चाहिँ हुँदो रहेछ हौ। यो चाहिँ उसले खुद आफै किनेर आफै मिक्स गरेर आफै बनाएकोहरू हो नि त कि। यस्तो दामी लागेको मलाई फिल हुँदैछ क्या अब हौ। कलर पनि दामी है, दामी लाग्दैछ भनेर। यो चाहिँ अब सुरु भइसकिसकेको छ हो। र अब तपाईँहरूले अहिले हेर्नुहोस्, म तपाईँलाई देखाउने छु कस्तो बनाउँछ उसले भनेर। दामी नि। यहाँ यति चाहिँ लगाइसकेको छु हो। यस्तो दामी लगाइदिन्छ कि उसले, यस्तो स्मुथ छ। फेरि उसले आफै यो उयो गरेको नि त, प्रोडक्ट पनि उसले आफू खुद घरमै बनाएको। अन्त त्यो डिफ्रेन्स फिल हुँदैछ क्या अब। बजारबाट मार्केटबाट किनेको मेहन्दी र यसमा चाहिँ डिफ्रेन्स हुँदो रहेछ। मेहन्दी चाहिँ यति कम्प्लिट भइसक्न रहेछ हो। डिटेल र फिनिसिङ चाहिँ अब यसलाई भन्छ है, यस्तो दामी डिटेल छ कि यो फिनिसिङ चाहिँ। सानो त्यो डिटेलहरू पनि उसले मजाले कभर गरेको छ हो। अन्त अब उसले 3D पनि सिक्नु आँटेको छ हो। यहाँ के दामी है, मेरो हात हो कि यो 3D यो अरे 3D चाहिँ। तपाईँलाई पनि 3D चाहिएको छ भने भन्नु पर्यो। हरेक डिटेल चेक गरेर लगाउने त। मैले त्यहाँ बिजनबारीमा उसलाई मात्रै देखेको है। आफै उयोमा बसिहालेर अब। यहाँ चाहिँ रिना दिदीको लगाइदिएको हो। यहाँ चाहिँ रिना दिदीको कम्प्लिट भइसकेको छ। यो पनि सिम्पल डिजाइन। यो चाहिँ फेरि कति मिनट, 10 मिनटमै लगाइसकेको है उसले। इन्डला डिजाइन हो यो। यो चाहिँ आन्टीको गरिदिएको छ उसले कि, तर कस्तो दामी डिजाइन गरिदिएको छ उसले। सिम्पल छ हो, राम्रो देखिरहेको छ। तपाईँले
उयसको प्लास्टिक हात जस्तो लाग्यो आफ्नो अब यहाँ चाहिँ हामीले होइन मैले चाहिँ म चाहिँ खान सक्दिनँ यस्तो निम्बुहरू होइन तर आरूले चाहिँ अब यहाँ खानु आँटेको छ निम्बु तर रियाक्ट चाहिँ दिनु भएन केही रियाक्ट गर्नु भएन निम्बु खाएर भने त्यसरी होइन अन्त यसले इफ जित्यो भनेदेखि चाहिँ 10 रुपियाँ पाउँछ 10 रुपियाँको नाम सुन्दै हेलो 1 2 3 केही रियाक्सन गर्नु भएन खाना कप्पा खानु डल्लै केही रियाक्ट गर्नु भएन अमिलोहरू केही भन्नु भएन देखाउनु पनि भएन अझै खा चापा नै गरम गरम हेलु कस्तो पारा लाग्दैछ होला म हार्छु यसलाई खायो है यसलाई खायो है तर खायो कस्तो पारा मुख पनि थुकायो ल तँलाई जितिस् लु ल 10 रुपियाँ 10 रुपियाँ पायो है लु अब यसले चाहिँ भएन अमिलो म चाहिँ दोकानबाट पनि घर आइसकिसकेको छु हो अन्तखेरि चाहिँ यसलाई मैले रियाक्ट नगरिकन निम्बु खा भनेको थिएँ कि यसले मजाले खायो हो अन्त 10 रुपियाँ नि पायो होइन तर म चाहिँ खान सक्दिनँ थिएँ नि मेरो मुखबाट चाहिँ पहिल्यै अमिलो भनेपछि चाहिँ म पुरा टाढो भएको छु अन्त मैले चाहिँ यहाँ मेहन्दी लगाइमा आएको थिएँ मेरो साथीलाई हो अन्त ऊ चाहिँ यस्तो दामी मेहन्दी लगाउँछु कि उसले लगाइदिएको मेहन्दी हो यो चाहिँ म चाहिँ पछाडि पनि लगाइदिएँ सानो लगाइदियो भनेर लगाइदिएको थिएँ बिचराले हो अन्त यतापट्टि पनि छ यतापट्टि सुकिसक्यो हो यतापट्टि पनि छ दामी लगाएँ फर्किन दामी लगाइदिएको थियो डिटेल उसको राम्रो छ डिटेलमा काम गर्छ उसले क्या मजाले अन्तखेरि उसको यो मेहन्दी जो छ नि उसले यो सबै उसले खुद आफै नै बनाएको हो यसको डल्लै ट्युबहरू यसको मेहन्दी हाल्ने त्यो ट्युब हुन्छ नि त्यो कोन अन्तखेरि के पो मेहन्दी हो राजस्थान कताबाट ल्याइकन उसले यसरी मेहन्दीहरू बनाउँछ अन्त उसको बिजनेस स्टार्ट हुँदैछ अब हो अन्तखेरि चाहिँ मलाई चाहिँ ट्रायल गरेको अन्त यति साह्रो राम्रो लाग्यो कि मलाई यसको जुन चाहिँ लगाउँदाखेरि जुन चाहिँ त्यो हामीले बजार मार्केटमा किनेको मेहन्दीहरू चाहिँ कस्तो हुन्छ भने लगाउँदाखेरि पुरा अड्केर पुरा उयो एक प्याकेट मेहन्दी चाहिँ अलिकति मात्रै अब लागिन्छ हाततिर पनि होइन तर उसले बनाएको त्यो मेहन्दी चाहिँ यस्तो दामी कि सलसल लागेको हातमा पनि हो सलसल लागेको मजाले लागेको अन्त अब हेर्नु न यहीँनिर हेरिहाल्नु न कुनै पनि मेहन्दी कस्तो नराम्रो देख्दै छैन क्या मजाले लागेको छ कलर तपाईँले यहाँ देख्दै पनि होला अहिले नै यत्तिको आइसकिसकेको छ हो अनि तपाईँहरूले इफ तपाईँहरूलाई होइन अब ब्राइडल मेहन्दीहरू पनि उसले लगाउँछ ब्राइडहरूको लागि पनि उसले मेहन्दीहरू लगाउँछ अन्तखेरि अन्त 3D पनि मैले प्र्याक्टिस गर्दैछ हो र तपाईँले यसको फाइनल चाहिँ भोलि मात्रै देख्नुहुन्छ आज देख्नु हुँदैन सो स्टे ट्युन गाइज 10 रुपियाँ पाएछ अरे